बुनु अर्कोचोटि आउँदा चाहिँ नि त्यो कोठीवाला दिदीलाई पनि पठाइदिनु ल। खै यहाँनिर मेला रे अल्लो ठाउँ अम्बो रियाक्सन त ओभर आयो त हौ। सबले रियाक्सनहरू आयो दिदीहरू कहाँको सब रियाक्सन ओभर आयो त हौ रियाक्सनहरू त यार। अब यहाँनिर स्पेसल चाहिँ मासु भनेर आएको खास चाहिँ हामी होइन। मासु चाहिँ बनाउँदै हुनुहुन्छ। अम्बो कस्तो ह्यान्डसम देखेको है। खाली भोकला त पुरै नखिचौँ न भरे कित्ने हुन्छ त खाली केही नखाइकन फोटो खिचेको मेरोबाट बुनु अर्कोचोटि आउँदा चाहिँ नि त्यो कोठीवाला दिदीलाई पनि पठाइदिनु ल। घर जानुभएछ? घर जानुभयो? ए त्यहाँ अर्को आउनुभयो भने चाहिँ नि ला बुनु पनि देखिँदैन रहेछ त। अब आयो भने चाहिँ नि यो पठाइदिनु अरे पर यहाँनिर तपाईँलाई हेर्नु आएको रे भनिदिनु ल दिदीलाई। फोटो खिच्ने बेला कहाँ चल्दैन क्या भोलि ल्याउनु पर्यो कि अनि यहाँ छोडिदिइराख्नु पर्यो बेलुका लिनु पर्यो क्या। अम्बो कस्तो ह्यान्डसम देखेको है। दिपेशलाई पनि टपिसकेको छ यस्तो मान्छेले हेरेको बाइसे भयो त म पत्याउ छैन तर मेन पेट अलिक फिटिङ चन्टारो दियो त हौ डान्स त यार। घटाउने मात्रै नै एफ निकाल्छु दियो त हौ डान्स त यार। दुईजना कस्तो कम्पिटिसन परेको र यत्रो बडी मिस्टर धर्न अगाडि हुँदा हुँदैन। यो चाहिँ सरुवा होइन त? सरुवा जरुवा खानामा चाहिँ फोटो नल्याउ न मान्छेको फोटो चाहिँ नल्याउ न सरुवा खाँदा यो त भरा फेसको जान्छ त। ला सरी दाइ ल आई एम सो सरी दाइ। किसान दाइ आई एम सो सरी ल आई एम भेरी सरी। अब यहाँनिर स्पेसल चाहिँ मासु भनेर आएको खास चाहिँ हामी होइन। मासु चाहिँ बनाउँदै हुनुहुन्छ अनि अहिले चाहिँ हामी फोटोसोटो खिच्दैछौँ। अब हामी पनि यस्तो डेली पनि भइरहेदैन होइन। समटाइम हुन्छ। अब कोही साथीहरू कहाँ कोही दाईहरू कहाँ कोही आफै पनि बिजनेस सेक्टरमा छौँ हामी चाहिँ। अब त्यस्तो यो गुन्डागर्दी दादागिरी टाइप्सको पनि होइन। हामी आज गुड अब एउटै चोकको दाजुभाइहरू साथीभाइहरू हामी चाहिँ होइन ल त्यही हो। अनि यसो आज गेट टुगेदर गरेको। अब भोलिदेखि कोही कहाँ हामी पनि आफ्नै कामले बिजी उहाँहरू पनि आफ्नै कामले बिजी त्यस्तो हुन्छ होइन। त्यही भएर टक्क अब केटाहरू पनि आफ्नो कामले बिजी हुन्छ हामी पनि हाम्रै कामले बिजी हुन्छौँ। हामी चाहिँ कुनै पनि यो नेगेटिभिटीलाई प्रमोट गरेको होइन। हामीले चाहिँ ठक्क एउटा फ्रेन्डसिप एउटा ब्रदरहुड होइन टक्क त्यही मात्रै हो हाम्रो चाहिँ। ल साथी एक दुईवटा फोटो अम्बो रियाक्सन त ओभर आयो त हौ। सबले सब कस्तो रियाक्सन आएको रियाक्सनहरू आयो दिदीहरू कहाँको सब रियाक्सन ओभर आयो त हौ रियाक्सनहरू त यार। ओभर रियाक्सन आयो त यार। खै यहाँनिर मेला रे अल्लो ठाउँदेखि पल्लो ठाउँ तक लाग्यो। खोइ के हो यो मान्छे मात्रै देख्छु मेला पनि खोइ केही देख्दिनँ। आमा खोइ के हो यो केही छैन त मान्छे मात्रै देख्छु त।